हेलो एन्ड नमस्ते सबैजनालाई फेरि पनि तपाईहरुलाई मेरो च्यानल टाइम्स ब्लगमा फेरि पनि स्वागत छ है र मलाई टाइम्स ब्लगमा चाहिँ धेरै नै सब्स्क्राइबको जरुरत छ र त्यही भएर चाहिँ मेरो च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनुस् होला है र तपाईहरुको के कस्तो भयो दशैं है त्यसमा कमेन्ट गरिदिनु नबिर्सनु होला। यो अक्टोबर महिनामा चाहिँ है धेरै मात्रामा फूलहरु फुल्छ र यसरी नै यो महिनामा गोदावरी मजाले फुलिरहेको छ है तपाईले देख्न सक्नुहुन्छ र तपाईहरुलाई फूलको पनि केही जानकारी या फूल चाहिएमा मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ है। मेरोमा पनि फूलहरु पनि म बिजनेस चाहिँ गर्दिन तर मेरोमा चाहिँ फूलको पनि दादा हुनुहुन्छ है उहाँले चाहिँ फूलहरु बेच्नुहुन्छ र त्यसको लागि पनि तपाईले मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ है। तपाईले कमेन्टमा लेख्नुहोस् तपाईहरुलाई कोलाई फूल चाहिएको छ र यो फूलहरु पनि तपाईले लिन सक्नुहुन्छ र तपाईलाई के कस्तो लाग्यो फूल र यो फूलको पनि तपाईले कमेन्टमा भन्नुस् है। फूल पनि तपाईले किन्न सक्नुहुन्छ र साथीहरु अब चाहिँ हाम्रो चाहिँ टीकाको साइज पनि भइसक्यो है टीका लाउनु पर्छ अब। कतै पैसा पाउँछ कि छोरीहरुले भिडियो गरेको एउटा गरेर कहाँ पाउँछ लाख लाख पुराउनु पर्छ त्यसो बारी न हो त्यसो लु त्यो बनाउँछु म त लगे अब यता फुपू फुपा दादा यता बहिनी यता सानो कान्छी फुपू यता फुपा यहाँ माइली फुपू मिठाई सिटाई नल्याने हुन्छ नि छिट्टो बना दुलो अब भयो एकछिन विवेक दाले पनि पठाएको थियो नि है ह्याप्पी दशैं भनेर बिहान कस्तो तर्सेको नि भिडियो खोलौँ भनेर अन मात्रै गरेको थियो कि कत्रो तालिएको नि ह्याप्पी दशैं भनेर गरेछ अहिले आउँछ कहाँ आउँछ छुट्टी मिलेन आउँछ ल बा छोरीको जहिले ढोक्नु लु बस्नु छिट्टो छ नि त्यस्तो फुस्किन्छ रे कि मोटेको छ नि अहिले अलिक ला आँखा लाग्छ न मेरो लागोस् ल लाग्यो नि लागोस् जाडो भएको छैन चिसै छ हौ तर यहाँ त पूजा गर्दा पनि ढाक्नु हुन्छ म त ढाकेरै पर्छ त पूजा पूजा कहिले ढाकेर गर्नु बिहा गरेर त ढाक्नु भन्छ नि त भन्छ त बाजे चाहिँ अस्ति गरम भइरहेछ हिँड्यो भने गरम हुन्छ कि उयो भयो भने चाहिँ जाडो हुन्छ काट्नु भयो फेरि अस्ति नै त्यो पातला भएर काटिदिएको के साह्रो पातला हुन्छ है माइली पनि सब झरेर अब खानाहरू बनाऊ खानाहरू बनाऊ सुमसुमाइ दिएको नि बिचारा खानाहरू बनाऊ अरे एकदम तयारी छ एकदम खाएर लु नाच्यो होला केमा नाच्छ देऊ न नाच्नु गीत मात्रै भएर कहाँ भयो गीत मात्रै भएर भातरी एकदम पाहुनाहरू बहिनीहरू आइन्छ त पाउँदैन है दुःख बस्नु एकपल्ट होस् नै दुःख ठुलो दाजु हुनु पनि साह्रै छ नि
अब दाजुकोमा सट्टा जाँदाखेरि हुनु पर्यो अघि मेरो त अन्त एकैचोटि आउँदा टिका लाउनु न बिहाको तल घरमा यी- तपाईँको नि आजै आउँछ नि त है टिका चाहिँ खाना चाहिँ अब भोलितिर 16-17 जना एकैचोटि आयो। एकैचोटि है त्यसो भने त के गर्नुहुन्छ नि है अल्म लिन्छ नि तपाईँहरूको झन् पाहुना आएको होइन पानी भएर यो पालि पाहुना आएको छ नि पाहुना कतिखेरतिर अस्ति आइपुग्नु भयो यहाँबाट सिलगढी गयो 8 बजे बसिरहनु भएको थियो तलै पाहुनाहरू चाहिँ सिलगढीमै यहाँबाट हिजो फेरि त्यस्तै भिजाइ भयो है। पानी कस्तो पानी आयो पानी परेको पानी आएको तपाईँ पनि गएको थियो कहाँ म त दोकान म मात्रै गएको थिएँ नि ए ज्वाइँ र सानो ज्वाइँ है भाइलाई साह्रो पर्छ भनेर बिहानै क्या सानो ज्वाइँ पनि गयो सानो चाहिँ दुईटा थियो रिमोटबाट खोल्दै सानो लगाएन हुन्छ है हुन्छ हुन्छ कस्तो फुल भएको दिनु राम्रो भनेको चाहिँ फुल भएको हुन्छ बाटो के खतम भयो है 2 खुट्टे कुदाउनु त साह्रो मन लाग्दो भइसक्यो नि हौ हाम्रो तलैदेखिको खराब छ त बाटो त ओह्रालो जानु मात्रै छ अरे उकालो आउनु त साह्रो होइन ओह्रालो जानु साह्रै हो ओह्रालो ब्रेकै भरमा जानुपर्छ ब्रेक चुट्या नै गयो गयो ब्रेकै भरमा 2-3 जना झन् लोड हुन्छ हुँदैन नि त हामीलाई चाहिँ अर्कैमा खिचेर यो त नयाँ फोनमा खिचेको तिमीले यस्तो खालको हामीलाई चाहिँ अघि त अर्कै भएकोमा यसमा त राम्रो होइन अर्कैमा खिचिरहेको थियो अघि
Thank you.